स्वागत पनि गर्न चाहन्छु। दिदी बहिनी युट्युब च्यानल ब्लगमा अर्को कन्टेन्ट लिएर उपस्थित भइसकेको छु। आज चाहिँ कुन खालको छ भनेर भन्नुहुन्छ होला, कस्तो खालको होला भनेर आत्तिनु पर्दैन। म देखाउने छु सबैजनालाई। आज झापाबाट हामी इलाम जाँदैछौँ हैन। म सबैजनालाई म देखाउने छु कस्तो भनेर है। अनि आज चाहिँ ठ्याक्कै पुगेर हैन यसरी म रोटी पोलिरहेको छु हैन। मेरो सेलरोटी कस्तो छ हेर्नुस् त। म सेलरोटी अरू बेला पनि यसो ट्राई गर्छु हैन, हेर्नु है त। हाम्रो चाहिँ यसरी पूजा हुन्छ है के साथीहरू। हजुरहरूले देख्नुभएको छ कि छैन हैन। हाम्रो आज टक्कै पूजा पनि हुँदैछ नि त, घर पूजा। अनि सबैजना भेला भएर यहाँ पुजारी हुनुहुन्छ। टक्कै पुजारीले यहाँनिर पुरा रेखी बनाउँदै हुनुहुन्छ यो। अनि हाम्रो पहाडतिर त यसरी दाउरा चिर्नुपर्छ नि त, अलिक ग्यास महँगो पर्छ नि त। अनि दाउरा हाम्रो यता भाइजीले चाहिँ दाउरा चिर्दै हैन, दाउरा चिर्न पनि अब त बिर्सिसक्यो हैन। भाइ त आउँछ नि त। अब यहाँनिर चाहिँ सब्जीको लागि रेडी हुँदैछ हैन। हाम्रो बहिनीले टमाटर काटेर पनिर काटेर रेडी पारेको छ हैन। अब पकाउनलाई उता पनिर तारी पनि रहेछ, कुटिरहेछ हैन, काटि पनि रहेछ। अब मिठो बनाएर खाने हो क्या आज। भोक पनि निकै लागेको छ नि त। आज व्रत बसेको छौँ अनि त्यही भएर हामी पूजा गरेको दिन चाहिँ मुखमा पानीसम्म पनि हाल्दैन नि त। त्यही भएर के भन्छ भोकले कुन भएको छु म चाहिँ। मेरो बहिनी हाँसिरहेछ त्यहाँ के अरे केमा गफ गरेर।
मम्मीलाई छुँदा हुन्छ यतै हातमा थापेर बस भनेकै हो खिन होइन खिन थी भनेको जाँड छुट्टी छिटो बसु हजुर खोइ सानो कुमारले के गर्छ बाजेकै गएर चामल माग्नु सक्दैन ओ छिटो हानिसक त्यो चामलहरू ए बाङ हालौँ न चुरी नि सेवा तोन्दम ल त्यो हानिसक भनेको छ पिलारौलाई पछि त चाहिँ एकैचोटि धेरै पालनमा अझै दियो ए सलेट आफै दिइहाल्दैछ है सलेट एउटा देख्छ सक्यो यसो गर्नु घुप्टो पर्यो दर्शन नि हो अहिले एकछिनमा गुरुआमाले सेवा गरौँ एउटा थाल लिएर एकजना तलवार हाम्रो चाहिँ ठ्याक्कै पूजा सकेर चाहिँ अब यो माङ्गेनाको सुरु है गाइज
Wow.